नमस्ते एभ्रिवान, के तपाईहरुको जीमेल आईडी को स्टोरेज पनि यसै गरी फुल भइरहन्छ अनि तपाईहरुले त्यसलाई खाली गर्नुहुन्छ तर केही समय पछाडी अथवा केही दिन पछाडी फेरि त्यो फुल हुन्छ। यदि तपाईहरुले पनि यस्तो टाइपको प्रब्लम फेस गरिराख्नु भएको छ भने अब तपाईहरुले टेन्सन लिनु पर्दैन, किनभने आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई जीमेल आईडी को स्टोरेज कसरी खाली गर्ने र त्यसलाई फेरि फुल हुन नदिनको लागि हामीले के कस्ता सेटिङहरु अफ गर्नुपर्छ त्यसको बारेमा चाहिँ जानकारी दिनेछु। सो तपाईहरुले पनि यो कुरा जान्न चाहनुहुन्छ र आफ्नो प्रब्लमलाई चाहिँ सल्भ गर्न चाहनुहुन्छ भने यो भिडियोलाई स्किप नगरिकिन सुरुदेखि अन्तिमसम्म हेर्नु होला। अब म चाहिँ तपाईहरुलाई यो अर्को फोनबाट सिकाउने छु। मैले त्यसको भिडियो चाहिँ यहाँ साइडमा राखिदिन्छु, तपाईले हेर्नु होला। हेर्न सक्नुहुन्छ मेरो जीमेल आईडी को स्टोरेज पनि फुल भएको छ। अब मैले चाहिँ जानी नै फुल गरेको यो भिडियो बनाउनको लागि। मसँग अरु पनि जीमेल आईडी छ, त्यसको स्टोरेज चाहिँ फुल हुँदैन कहिले पनि, किनभने मैले त्यहाँनिर त्यो सेटिङ चाहिँ अफ गरिदिएको छु फुल हुने, त्यही भएर फुल कहिले पनि हुँदैन। यसको पनि अफ नै थियो, तर यो भिडियो रेकर्ड गर्नको लागि र तपाईहरुलाई पनि सहयोग होस् भनेर चाहिँ मैले यसको स्टोरेज चाहिँ जानी फुल गरेको छु। तपाईहरुको पनि यसै गरी फुल भएको हुन सक्छ है। अब यसको लागि चाहिँ तपाईले सबैभन्दा सुरुमा यसलाई खाली गर्नुपर्ने हुन्छ है। पटक पटक फुल हुन नदिनको लागि चाहिँ अब यसलाई खाली गर्नु पर्यो। त्यसको लागि यो क्लीन अप स्पेस भन्ने अप्सनमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। तपाईहरुको पनि यसै गरी फुल भएको छ भने तपाईहरुले आफ्नो मोबाइलमा भएको जीमेल एप्लिकेसन चाहिँ ओपन गर्नु होला। ओपन गरिसकेपछि यस्तै टाइपको इन्टरफेस आउँछ फुल भएको छ भने तपाईहरुले क्लीन अप स्पेस भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। सो म यहाँनिर क्लिक गर्दिन्छु। क्लीन अप स्पेस भन्ने अप्सनमा क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ, हेर्न सक्नुहुन्छ। स्टोरेज इज फुल भनेको छ, यसको अर्थ स्टोरेज चाहिँ फुल भएको छ। अब यसले यहाँनिर हामीलाई स्टोरेज किन भन्दैछ, तर हामी किन्दैनौं, यसलाई नै हामी खाली गर्छौं। अब यसले हामीलाई यो सजेसन दिएको छ यहाँनिर क्लीन अप गर्नको लागि चाहिँ लार्ज फोटोज एन्ड भिडियोजले चाहिँ 9 GB अकुपाई गरेको रहेछ, अनि इमेल्स विथ लार्ज अट्याचमेन्टले 344 MB र लार्ज ड्राइभ फाइल्सले चाहिँ 182 MB अकुपाई गरेको छ, अनि अनसपोर्टेड भिडियोजले चाहिँ 92 KB चाहिँ अकुपाई गरेको रहेछ। अब यो जीमेल को स्टोरेज चाहिँ के अकुपाई गरेको छ भनेर यहाँनिर दिएको छ। सबैभन्दा धेरै चाहिँ लार्ज फोटोज एन्ड भिडियोजले चाहिँ अकुपाई गरेको रहेछ, यसलाई नै हामीले खाली गर्नुपर्ने हुन्छ। अब यो स्टोरेज खाली गर्नको लागि चाहिँ हामीले यो फोटोज र भिडियोजहरुलाई चाहिँ डिलिट गर्नुपर्ने हुन्छ है। अब फोटोले त धेरै स्टोरेज अकुपाई गर्दैन, भिडियोजले नै अकुपाई गरेको हुन्छ, त्यही भएर यहाँनिर म केही लार्ज भिडियोजहरु चाहिँ डिलिट गर्दिन्छु है त। तपाईले पनि यसै गरी ठुलो भिडियोजहरु छ भने त्यसलाई यहाँबाट डिलिट गर्न सक्नुहुन्छ। म पनि डिलिट गर्दिन्छु। त्यसको लागि मैले लार्ज फोटोज एन्ड भिडियोज भन्ने अप्सनमा गए। अब यहाँनिर हेर्न सक्नुहुन्छ मेरो केही भिडियोजहरु छ, यो भिडियोजहरुलाई चाहिँ म डिलिट गर्दिन्छु। तपाईले पनि यसै गरी डिलिट गर्दिनु होला, नचाहिने भिडियोजहरु डिलिट गर्दिदा हुन्छ। म पनि यहाँनिर डिलिट गर्दिन्छु, 3-4 भिडियोजहरु डिलिट गर्दिन्छु। मैले चाहिँ यहाँनिर केही भिडियोजहरु सिलेक्ट गरेको छु। अब यो भिडियोजहरुलाई चाहिँ म डिलिट गर्दिन्छु। त्यसको लागि यतातिर तपाईले टप राइट कर्नरमा हेर्नुभयो भने डिलिट भन्ने अप्सन छ, हो त्यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यहाँनिर आई अन्डरस्ट्यान्ड दैट आइटम इन द गुगल फोटोज बिन विल बी पर्मानेन्टली डिलिटेड आफ्टर 60 डेज भनेको छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि मुभ टु बिन भन्ने अप्सनमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि चाहिँ लगभग 3.7 GB चाहिँ खाली भएको छ यहाँनिर। अब तपाईहरु ब्याक आउन सक्नुहुन्छ। ब्याक आइसकेपछि चाहिँ हामीहरुको त्यो स्टोरेज फुल भएको जुन अघि साइन थियो नि, त्यो चाहिँ अब हराइसकेको छ। अब तपाईहरुले यसरी स्टोरेज खाली गर्नुभयो, तर यहाँ भन्दा बढी अरु सेटिङहरु केही पनि अफ गर्नु भएन भने फेरि केही समय पछाडी तपाईहरुको जीमेल को स्टोरेज चाहिँ भरिन्छ के। अब यसलाई यो प्रब्लमलाई चाहिँ तपाईले पर्मानेन्ट रूपमा सल्भ गर्नको लागि के गर्नु पर्यो भन्देखि तपाईहरुको मोबाइलमा गुगल फोटोज भन्ने होला, त्यसलाई ओपन गर्नु होला है, किनकि त्यहाँनिर चाहिँ फोटोज र भिडियोजहरु ब्याकअप हुन्छ। अब गुगल ड्राइभहरुले चाहिँ त्यति धेरै ब्याकअप गर्दैन, त्यही भएर गुगल फोटोज भन्ने अप्सन त्यो एप्लिकेसन होला, त्यो एप्लिकेसनलाई तपाईले ओपन गर्नु होला। हेर्न सक्नुहुन्छ मेरो मोबाइलमा पनि छ त्यो एप्लिकेसन, त्यहाँबाट चाहिँ भिडियोजहरु ब्याकअप हुन्छ के। सो मसँग यहाँनिर यो फोटोज भन्ने एउटा एप्लिकेसन छ, यसलाई मैले ओपन गर्छु। ओ फोटोज चाहिँ ओपन गर्नुभयो भने यस्तो टाइपको इन्टरफेस आउँछ। त्यसपछि तपाईले टप राइट कर्नरमा हेर्नुभयो भने तपाईले जीमेल आईडीमा जुन फोटो राख्नु भएको छ त्यो देखाएको छ यो साइडमा, मैले त्यहाँनिर देखाइदिएको छु तपाईलाई। त्यहाँनिर क्लिक गर्नु होला हैन। क्लिक गरिसकेपछि त्यहाँनिर ब्याकअप भइरहेको छ, हो त्यो ब्याकअप भइरहेको छ नि, हो त्यहाँनिर तपाईले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस आउँछ। ब्याकअप इज अन भनेर तपाईले त्यहाँनिर देख्न सक्नुहुन्छ नि, यसको अर्थ ब्याकअप चाहिँ अन छ के। जति पनि फोटोजहरु हुन्छ, ग्यालरीमा भिडियोजहरु हुन्छ नि, हो त्यो चाहिँ यहाँनिर ब्याकअपको रूपमा बसिरहेको छ, सबै ब्याकअप भइरहेको छ, जसले गर्दाखेरि चाहिँ
तपाईहरुको स्टोरेज भरिन्छ के। अब त्यो ब्याकअप चाहिँ तपाईले अफ गर्नु होला। यहाँनिर ब्याकअप चाहिँ अन छ, त्यो तपाईले अफ गर्नुपर्ने हुन्छ। सो मैले यहाँनिर यसलाई अफ गरिदिन्छु। ब्याकअप फोटोज एन्ड भिडियोज अन दिस डिभाइस अटोमेटिकली भनेको छ नि, हो त्यसलाई चाहिँ हामीले अफ गरिदिनु पर्ने हुन्छ है। अब अफ गरिसकेपछि चाहिँ हामीहरुको फोटोज र भिडियोजहरु चाहिँ त्यो फोटोजमा गएर गुगल फोटोजमा गएर ब्याकअप हुँदैन है। यसरी चाहिँ तपाईहरुले यो प्रब्लमलाई पर्मानेन्ट रूपमा चाहिँ सल्युसन गर्न सक्नुहुन्छ है।